सबैजनालाई जय सीताराम। म आज भोलिबाट जेठ महिना सुरु हुँदैछ। जेठ महिना सुरु भएपछिका दिनहरूमा राम्रा हुने राशिहरूमा चाहिँ म बताउनको लागि उपस्थित भएको छु। एकदम राम्रो हुने खालको परिस्थिति बनेको छ कुनै राशिहरूलाई। ज्येष्ठ महिना भोलिबाट आरम्भ हुँदैछ। सूर्य वृष राशिमा परिवर्तन हुँदै गर्दाखेरि 4 राशिलाई एकदम राम्रो हुने देखिएको छ है त। अनि हाम्रो कर्कट राशि हुने व्यक्तित्वहरू जनहरूलाई भोलिको महिनाबाट सुरु हुँदैछ 1 गतेबाट लाभ भन्ने प्राप्त हुँदैछ। लाभ भनेको कुनै पनि क्षेत्रमा आफूले चाहेका आँटेका कामहरू बन्ने, सुध्रिने, सबै कुरा आफूले आँटेका हुने, सोचेको हुने खालको स्थिति देखिएको छ कर्कट राशि हुने व्यक्तिहरूको लागि। सिंह राशि हुने व्यक्तिहरूको लागि कर्म प्राप्ति भनेको चाहिँ कुनै पनि कामहरूमा चाहिँ त्यस्तो गाह्रो हुने भएन, छिटै पाइने भयो। आफूले कामहरू चाहिँ एकदम सम्मानपूर्वक पाइने भयो। काममा एकदम सन्तोषजनक राम्रो हुने भयो। कर्म प्राप्ति चाहिँ सिंह राशिलाई देखियो। अनि हाम्रो धनु राशि हुने व्यक्तित्वहरूको लागि चाहिँ शत्रु नाश भनौँ, कुनै पनि आफूसँग भावी बहिनी कुनै केही कारणले आफूसँग शत्रुहरू लागिरहेका छन् भने शत्रु नाश हुने, विभिन्न शत्रुहरू समाजमा रहने भएन त्यस्तो स्थिति धनराशि हुने व्यक्तित्वहरूको लागि त्यस्तो देखिएको छ है त। अनि लास्टमा राशि रहेको छ मीन राशि हुने व्यक्तिहरूको लागि श्री प्राप्ति भनौँ, सरसम्मान पाउने, हरेक व्यक्तिले सम्मान सत्कार गर्ने, उसलाई मान प्रतिष्ठा पाउने, हरेक कुराहरू चाहिँ उसको एकदम सबल सक्षम हुँदै जाने खालको स्थिति मीन राशिलाई पनि एकदम राम्रो देखिएको छ। त्यसैले हजुरहरूले पनि चिना कुण्डली ग्रह गोचर अनुसार के कस्तो छ त्यसको बारेमा यदि बुझ्न चाहनुहुन्छ भने मलाई सम्झाउन सक्नुहुन्छ।